आज म तपाईहरुलाई आरो प्लान्टको फ्लो मिटरमा यसरी बसेको फोहोर लेउलाई कसरी सफा गर्ने भनेर यो भिडियो मार्फत जानकारी गराउँदै छु। सबैभन्दा पहिला हामीले यो फ्लो मिटरमा सबैभन्दा माथि पट्टि रहेको क्यापलाई यसरी घडीको उल्टो दिशातर्फ घुमाएर खोल्ने र अलिकति लुज गरिसकेपछि यसलाई यसरी खोल्ने। थोरै लुज गरिसकेपछि यसलाई हामीले हातले पनि घुमाएर आफै खोल्न सकिन्छ र यसरी यो क्यापलाई निकालेपछि यो सहित निकाल्ने। त्यसपछि सफा कपडाको प्रयोग गरेर यसरी सफा गर्ने हो। यसैगरी कुनै एउटा लट्ठी अथवा स्क्रुड्राइभर अथवा केहीको सहायताले यसरी सफा कपडालाई भित्र यसरी छिराएर पुसेर सफा गर्न सकिन्छ। यसैगरी सफा गर्ने र फेरि पुनः त्यो फ्लो मिटरको स्विचलाई राखेर क्याप लगाइदिने।